कुनै व्यक्तिलाई इङ्गित गरेर त हत्यारा होस् भनेर भनियो अहिलेकै प्रधानमन्त्रीबाट। र अहिले त्यही व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ र सुरक्षा निकायतर्फ दोष पारेर आफू उम्किरहनु भएको छ। यो द्वेष चरित्र के लोकतन्त्रमा स्वीकार्य छ? हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन। हरेक दिन बिहान सूर्य उदाउँछ, तर हरेक दिन उस्तै हुँदैन। हिजो कुन परिस्थितिमा आन्दोलन भएको थियो, हिजो कुन विषयलाई लिएर आन्दोलन भएको थियो र आज के भएको हो। हिजो सरकारको विरोधमा भएको, सरकारले गरेको सामाजिक सञ्जाल समेत नागरिकको अभिव्यक्ति स्वतन्त्रता समेतलाई गरेको र अन्य विभिन्न कारणले भएको आन्दोलन र आज भएको आन्दोलन, हिजो भएका परिस्थिति र आज भएको परिस्थिति उस्तै चाहिँ होइन हो। जहाँसम्म नागरिकको ज्यान गएको कुरा छ त्यो अत्यन्त गम्भीर विषय हो। यो विषयमा सुरक्षा निकाय राजनीतिक रूपमा एउटा जिम्मेवारी पनि हो। विभिन्न परिस्थितिहरू आउँदाखेरि विगतमा पनि राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिएर आफ्ना धारणाहरू राख्ने र सरकारलाई आवश्यक परे ध्यानाकर्षण गराउने यो परम्परालाई हामीले निरन्तरता दिनैपर्छ। कुनै पनि परिस्थिति आउँदा विशेष गरेर कुनै पनि साम्प्रदायिक किसिमका गतिविधिहरू एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा, द्वेष, आक्रमण हुने किसिमका गतिविधिहरू हुँदा सबैलाई घाटा हुन्छ। देश सबैको हो। राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस किसिमका घटनाहरू हुँदाखेरि हामी एकै ठाउँमा उभिनुपर्छ भन्ने कुराको जुन महसुस हामी सबै राजनीतिक दलहरूले गऱ्यौँ, यसको सन्देश पनि यही हो। र हामी सबैको तर्फबाट एउटा संयुक्त अपिल पनि चाँडै आउँदैछ। यो अपिलले पनि अझ धेरै कुरा बताउने भएको हुनाले म साथीहरूलाई यसै ढङ्गले बुझ्न अनुरोध गर्छु। अख्तियारी हुन्छ, तपाईँले जिम्मेवारी बोध गर्नुभयो, त्यो तपाईँको जिम्मेवारी बोध गर्दाखेरि तपाईँलाई त्यो राम्रो गर्यो। तर अख्तियारी त प्रधानमन्त्रीसँग हुन्छ, अख्तियारी भएको प्रधानमन्त्री आउनुपर्ने होला र अर्को तपाईँले सरकारका अर्थमन्त्री आउनुभयो भन्नुभयो। यो त गणितको शिक्षक चाहिँ नेपाली क्लासमा जस्तो भयो। नेपाली क्लासमा मैले अघि नै भने आउनुपर्ने प्रधानमन्त्री आउनु नपर्ने हो र यो बैठक राजनैतिक दलहरूका शीर्ष नेताहरूले विद्यमान घटनाक्रमहरूलाई हेर्ने दृष्टिकोण र सरकारलाई ध्यानाकर्षण गराउने कुराहरूको विषयमा केन्द्रित बैठक भएको हुनाले त्यसै ढङ्गले यो बैठक अगाडि बढेको हो। त्यसमा प्रधानमन्त्रीले आफ्नो भावना, आफ्नो धारणा, प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। हामी कुनै पनि घटनालाई सुरुवात हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन। पहिलो हाम्रो दायित्व भनेको शान्ति सुव्यवस्था कायम गर्ने हो, सद्भाव कायम गर्ने हो। अहिले हामीले आरोप प्रत्यारोप, चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने आजको संवेदनशीलता सञ्चारकर्मी साथीहरूले बुझ्नुपर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने यसले परिणाम सुरक्षा निकायले चाहिँ बल प्रयोग गर्दा भनिएको थियो कि कुनै व्यक्तिलाई इङ्गित गरेर त हत्यारा होस् भनेर भनियो अहिलेकै प्रधानमन्त्रीबाट। र अहिले त्यही व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ र सुरक्षा निकायतर्फ दोष पारेर आफू उम्किरहनु भएको छ। यो द्वेष चरित्र के लोकतन्त्रमा स्वीकार्य छ? हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन। हरेक दिन बिहान सूर्य उदाउँछ, तर हरेक दिन उस्तै हुँदैन। हिजो कुन परिस्थितिमा आन्दोलन भएको थियो, हिजो कुन विषयलाई लिएर आन्दोलन भएको थियो र आज के भएको हो। हिजो सरकारको विरोधमा भएको, सरकारले गरेको सामाजिक सञ्जाल समेत नागरिकको अभिव्यक्ति स्वतन्त्रता समेतलाई गरेको र अन्य विभिन्न कारणले भएको आन्दोलन र आज भएको आन्दोलन, हिजो भएका परिस्थिति र आज भएको परिस्थिति उस्तै चाहिँ होइन हो। जहाँसम्म नागरिकको ज्यान गएको कुरा छ त्यो अत्यन्त गम्भीर विषय हो। यो विषयमा सुरक्षा निकायले पक्कै पनि जिम्मेवार हुनुपर्छ र घटना के भएको हो त्यसको सत्य तथ्य बाहिर आउनको लागि समय लाग्छ। अहिले कन्स्पिरेसी विभिन्न कुराहरू चलेका छन्, अफवाहहरू पनि आउँछन्। यो बेलामा ती अफवाहहरूको पछि नलागिकन हामीले के गरिदिनु पर्दछ भन्ने लाग्दछ भने जिम्मेवार प्रशासनलाई जिम्मेवारीपूर्वक आफ्नो निष्पक्षतापूर्वक छानबिन गर्ने यो चरणमा हामी छौँ। ओली र प्रचण्ड एकले अर्काको मुख देख्न नचाहने ती पात्रहरू स्वर्ग र नर्कको यात्रा तय गरेका छन्, सँगसँगै एकता गरेका छन् प्रदेशमा। तपाईँ के भन्नुहुन्छ? यही त जनताले बुझ्नुपर्ने कुराहरू त हो त हैन। तर जनताले सबै कुराको मूल्याङ्कन गरिसकेका छ। हिजो पार्टी पनि उहाँहरूले चाहिँ एकै बनेर उहाँहरू गइ पनि सक्नु भएको छ हैन। जुन हिसाबले उहाँहरू जानेर
जानुभएको थियो जनताले त्यसको रिजल्ट पनि दिइसकेको छ हेरि पनि सकेको छ होइन त्यही भएर यो दोहोरो तेह्रो चरित्र भन्छ नि होइन अब कति नामाङ्कन पनि राखिदिएको छ छेपारो भनेर होइन यो जनताले सबै हेरिसकेको छ होइन मैले तपाईँहरूलाई बारम्बार एउटा कुरा के भनेको छु भने नि जब जनताको गठबन्धन हुँदैन नि नेताको गठबन्धनले केही हुनेवाला छैन क्या आज यी पुराना सबै 35 वर्षदेखि यो देशमा शासन गर्ने नेताहरूलाई जम्मा 2टा पात्रले सबैलाई साइड लगाइदियो हो को हो भनेर भन्नुहोस् न एउटा बालेन एउटा रवि क्या 2टा काफी थियो नि होइन त्यसकारण जनता कसको पक्षमा छ भन्दा रवि र बालेनको पक्षमा छ क्या त्यसकारणले उहाँहरूले युनाइटेड एकीकृत यो सबै कुरा जे गर्दा पहिला पनि हेरिसकेका हो देखिसकेका हो होइन उहाँहरूको खेल सबैलाई थाहा छ है त्यस कारणले गर्दाखेरि पुरानो भर्सनले अब काम गर्दैन अपडेट भर्सन चाहिन्छ त्यस कारणले उहाँहरूले अब तपाईँले भनेअनुसार चाहिँ यो अब स्थानीय निकायको चुनाव हुँदैछ होइन यसमा चाहिँ उहाँहरू चाहिँ एकबद्धता भएर जाने होइन एकता हुने नेकपा र एमाले एक भएर स्थानीय तहमा जाने तपाईँहरूलाई सोतर पार्ने उहाँहरूको योजना छ सूर्य थापाले त्यसो भन्नुहुन्छ हो अनि त्योभन्दा पहिला अस्तिको चुनावमा पनि उहाँहरूको कतिवटा दल एउटै भएको होइन त अनि खोइ त आउनु पर्ने होइन उहाँको कमसेकम पनि 70-80 सिट आउनु पर्ने होइन खोइ त 13-14 त्यसरी मिलेको त होइन नि अलग अलगै थिए भनौँ न कहीँ कहीँ मिल्यो होला फरक कुरा होइन पार्टी एकता भएको नि त अब पार्टी त मलाई त्यति धेरै त थाहा छैन होइन अब त उहाँहरूले चाहिँ त्यो पार्टीसँग चाहिँ एक पार्टी बनाएर नेपाल कम्युनिस्ट पार्टी त राख्नु भयो नि त उहाँको नाम हो कि होइन पहिला त पार्टी त तपाईँको चाहिँ माओवादी थियो नि त माओवादीले नेपाल कम्युनिस्ट पार्टी भनेर राख्यो क्या अब के भयो भने जनताको चाहिँ उहाँहरू एकबद्धता त होला एक भएर त जाने होला होइन के अरे नेता त होइन तर जनता चाहिँ एक हुँदैन क्या जनताले एकचोटि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै खोजेको छ किनभने टाउको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको बनिसकेको छ क्या अब हात खुट्टा पनि जनताले बनाउनु खोज्छ बनाउँछ नै यसमा त मलाई चाहिँ ढुक्क छ होइन अब उहाँहरूको चरित्र हेरि नै सकेको छ जनताले होइन उहाँहरूलाई चाहिँ सफ्टवेयरमा एक्लै हिँड्ने जब अप्ठ्यारो पर्छ अनि जनता खोज्दै हिँड्ने अनि हामी युनाइटेड हुनुपर्छ हामी एक हुनु कसले पत्याउँछ अब त्यस्तो यति बेला छ नि यति बेला फेरि राजनीतिमा पनि राजनीतिको गतिलो उदाहरण भनेका छन् क्या ओली र प्रचण्डको त्यो किसिमको फेरि एक हुने कुरा परदेशमा मिल्ने फेरि सङ्घमा उत्तानो परेपछि परदेशमा मिलेको के अर्थ छ भने अर्थ त छैन अब के गर्ने भए पनि अब चाहिँ यो यस्तो छ तपाईँको यो मर्नुभन्दा होइन बाँच्नु बौलाउनु बेस भन्छ नि मर्नुभन्दा बौलाउनु बेस रे क्या होइन मरेपछि त सकि नै हाल्यो होइन बरु बौलाएरै भए पनि बाँच्ने उहाँहरूको चाहना बौलाउनु खोजेको हो यो मर्नुभन्दा बौलाउनु बेस्ट भन्ने हिसाबले उहाँहरूले चाहिँ यो बौलाउनु खोजेको मात्रै हो अरू कुरा केही पनि होइन नत्र चाहिँ जनताको रिजल्ट जनताले दिने हो नेताको युनाइटेड एकबद्धता जस्तै मानव साङ्लो उहाँहरूले साङ्लो बनाएर 3 किलोमिटरको बनाए पनि तर जनता एकबद्धता भएन भने चाहिँ उहाँहरूको त्यो एकबद्धताले केही हुनेवाला छ जस्तो मलाई चाहिँ लाग्दैन हुँदैन पनि म त स्पष्ट बोलिदिन्छु यो त हुँदैन नै सक्दैन के लाग्दैन प्रचण्डको के लाग्दैन प्रचण्ड तपाईँले भनेको बिर्सिनु भयो प्रचण्डले भन्नुभएको छ नि हामी सबै मिलौँ 24 घण्टाभित्रमा बालेन सरकारको घुँडा टेकाउन सकिन्छ हामी यो अभियानमा लागौँ भनेर उद्घोष गरिसक्नु भएको छ तपाईँले नपत्याएर हुन्छ कसरी हुन्छ त कसरी घुँडा टेकाउने त जनतालाई अपमान गर्न मिल्छ 10 वर्षको जनआन्दोलन गरेर आएको मान्छे होइन उहाँ जङ्गल पसेर आएको मान्छे होइन तपाईँलाई विश्वास लाग्दैन उहाँले नेतृत्व गर्नुभयो भने बालेन सरकार झुक्छ भनेर तपाईँलाई विश्वास लाग्दैन अपडेट भर्सन क्या हिजो कालिसमा बन्दुक चलाएर हिँड्ने र आज के अरे पब्जी र फ्री फायर खेल्ने मान्छेले हिजो उहाँहरूलाई 10 वर्ष लागेको थियो त्यो जनयुद्ध गर्नु 17,000 मान्छे मर्यो त्यसमा राज्यलाई कति धेरै नोक्सान परेको छ होइन र अहिले जेनजीको आन्दोलनमा 27 घण्टामा गेम फिनिस बनाइदिएको छ क्या किनभने युथहरू भनेको त्यस्तो हो अत्याधुनिक हतियार चाहिँ के रहेछ त अहिले हातको मोबाइल सामाजिक सञ्जाल होइन त्यही 27 घण्टामा सत्ता परिवर्तन भएको देश आगजनी भएको देखेर घुँडा टेकेको देखेर प्रचण्डजीलाई जोस आएछ र भन्नुहुन्छ 24 घण्टाभित्रमा अब बालेन सरकारलाई घुँडा टेकाउन हामी सबै लागौँ म यसो पनि भन्दिनँ मैले त्यसरी चाहिँ उहाँहरूलाई चाहिँ मैले अन्डरएस्टिमेट पनि गर्न चाहन्न तर कारण के उहाँहरूसँग आउने जनता चाहिँ कस्तो होला त अब को आउने त हिजो बन्दुक बोक्नेहरू सबै जङ्गल पस्नेहरू अहिले खाडी मुलुकमा 52 डिग्री घाममा काम गर्दैछन् के उनीहरू एकदम शराब दिएर बसिरहेछ के आउरे भाउरे साथीहरू हुनुहुन्छ कोही चाहिँ उहाँहरूको पछि लागेर बस्ने कार्यकर्ताहरू हुन्छ क्या अनि त्यो 50 जना कार्यकर्ताले चाहिँ त्यो सडकमा बौलाएर हुन्छ होला जनताको चाहिँ बहुमत चाहिएन जनता आउनु सबै जनता आउने रे नि त अनि उहाँ एमाले कांग्रेस पनि आउने रे के एमाले र माओवादी विशेष गरी ठिकै छ उहाँहरूको एमाले कांग्रेस आए पनि उहाँहरूको चाहिँ कार्यकर्ताहरू कतिजना हुन्छ त के को आधारमा उहाँहरू आउनुहुन्छ त जब जनताले मत दिएर बहुमतको सरकार चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइसकेको छ जनता कहाँ छ त भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीमा छ भनेपछि यो देश बनाउने त एकपटक चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मा दिइसकेको छ भनेपछि अब
मेरो गोरुको 12 आना भनेर भोलि सिट र सत्ताको कब्जा गर्छु मलाई हुँदैन भने उहाँलाई सन्तुष्टि केहीमा पनि हुँदैन क्या। हात खुट्टा काटेर दिए पनि उहाँहरू अब चुलाएर बस्ने स्थितिको मान्छेहरू होइन भनिसकेपछि उहाँहरूलाई त चाहिएको प्रधानमन्त्रीको कुर्सी नै होला नि त, सिंहदरबारै हो नि त उहाँलाई चाहिएको, अरू त उहाँको के वितृष्णा। तपाईँ राष्ट्रसभाको नेतालाई नि प्रचण्ड र ओली मिल्दाखेरि डर लागेको छ कि छैन? मलाई त लागेको छैन। म त एकदम विश्वास गरेँ त्यत्रो ठुलो पार्टी मिल्दा त्यो डर लागेको छैन नि? पार्टी ठुलो भएर हुँदैन क्या, जनता चाहियो भनेको क्या। तपाईँले जनता छ नि त उहाँको पार्टीका पनि। जनता चाहिँ कस्तो जनता छ त? उहाँको कार्यकर्ता मात्रै भएर हुन्छ त? कार्यकर्तालाई त आफ्नो चाहिँ नेता प्रधानमन्त्री भएको हेर्न चाहन्छ त, रहर गरेर भयो त? रहर त हर्क सम्पाङज्यूले पनि गर्नुहुन्छ नि त। 3 सिट उहाँले प्रत्यक्षमा जितेर ल्याउनु भएको छ, अब म बालनको ठाउँमा म बस्छु भनेर भन्छ त, दम्ब गर्छ, घमण्ड गर्छ। अनि तातो पानीले घर धर्छ, कुराले चिउरा भिज्छ, जनताको मत चाहिने होला नि त। अनि अहिले आएको हाम्रो नेताहरू चाहिँ के क्यारेम चेस खेलेर गयो हो र त्यहाँ? जनताले जाउँ न त, नभए तपाईँको चाहिँ अन्तरिम सरकार 6 महिनाको सरकारमा चाहेको भए 6 महिनालाई 6 वर्ष पनि गर्न सक्थ्यो होला नि त। तपाईँले क्यारेम चेस खेलेर आएको होइन भन्नुभयो होइन, तर त्यो मेयरलाई सरुवा गरिदिन्छु भन्ने सांसदलाई त चिट्ठामा आएको सांसद भन्नुभयो क्यारे होइन? जनताले लखेट्नुभयो। जनताले लखेटेकै छैन तपाईँहरूको सांसदलाई, अब के गर्ने? होइन यस्तो खालको तपाईँहरूले त्यो मेनिपुलेसनवाला चाहिँ होइन, सत्य कुरा हो यो, सत्य कुरा नै हो यो। मलाई थाहा छ क्या। त्यसमा 100 जना मान्छेमा 2 जना मान्छेलाई चित्त बुझेन होला। कसैले चाहिँ मसी छ्यापेको कुराहरू छ होइन, मसी छ्यापेको कुरामा त्यो के त्यहाँ आएको सम्पूर्ण जनताले चाहिँ उहाँलाई मसी छ्यापेको हो त? त्यहाँ आएको 2 जना मान्छे मसी छ्याप्नुलाई के 100 जना मान्छे चाहिन्छ? जब 2 जना मान्छेले मसी छ्याप्यो भन्दैमा उहाँको चाहिँ विपक्षमा र उहाँको मान्छे पुरै जनताको बोली गरेर उहाँले मसी छ्यापेको हो त? त्यो छानबिन गर्नु पर्यो, छानबिन ल्याउनु पर्यो। के कुरामा चित्त बुझिन, कोबाट परिचालित हो उहाँ, त्यो त ल्याउनु पर्यो। राज्य छानबिनको दायरामा ल्याउनु पर्यो त्यो मसी छ्याप्नेलाई क्या। भनेपछि बदनाम गर्न खोज्यो भन्नु खोज्नु तपाईँले? बदनाम गर्न खोज्यो भने कहिले बाटो छिकिया छ, कहिले सचित पोखरेललाई चाहिँ राजीनामा माग गरिया छ होइन, कोही मोसो दोलिया छ, कोही चाहिँ तपाईँ चिठामा आएको सांसद भनेर लखेटिया छ। के हो भने यो? त्यस्तो हो भने त तपाईँको 500 वटा क्यामेरा हाम्रो अगाडि पनि थियो कि कुनै दिन? कहिले केपी ओलीको सरकार हुँदाखेरि हामी कतिचोटि चाहिँ ब्यारल गेटमा पुग्यौँ, कतिचोटि चाहिँ हामी चाहिँ माइती घर मण्डलामा उफ्रियौँ, कतिचोटि सडकमा तेर्सो पऱ्यौँ, तर हामीले त जायज माग लिएर गएको थियो नि। कहिले कुलमान घिसिङलाई ननिकाला, उसको अवधि नसक्ने भनेर गयो होला होइन, कहिले चाहिँ हामी 5 वर्ष हदम्याद खारेज गर भनेर गयो होला। अनि जनताको मुद्दा लिएर जाँदाखेरि हामीलाई कहिले सुन्यो उहाँले? हामीलाई अनडिस्प्युट गरेन? पुलिसको भाटा खुवाएर हामीलाई लखटेन त्यो बेलामा? भनेपछि अहिले नचाहिने कुराको चाहिँ उहाँहरूको आन्दोलन, उहाँहरूको चाहिँ माग अनि सुनेर हिँड्नु पर्ने। अनि माग पनि कस्तो खालको माग क्या होइन? सरकारमा चाहिँ अब हामी हुनु पर्यो, हामी जानु पर्यो, लाज हुँदैन? त्यो त आमा मलाई त्यही केटी चाहिन्छ भनेर एउटा गीत निकालेको थियो ऊ जमानामा, त्यही टाइपको त्यो उहाँहरूले नारा लाएर हिँडिरहेको छ के। जब जनतामा गइसक्यो, जनताको स्वतस्फूर्त मत आएर चाहिँ सरकार बनिसकेछ भने चुपो लाएर चाहिँ हात बाँधेर बस्न सकिँदैन? उहाँहरू आफ्नो नाति फलातीको चाहिँ मान्छेले देश चलाइरहेको छ, हेर्नु पर्दैन? कसरी देश चलाएको छ? सुकुम्बासीले रुवाएको छ, अब हामी 10,000 लडाकुहरू सडकमा आउने बेला अब भनेर भन्नुहुन्छ नेताहरू। तपाईँहरू के हो? कहिले उता बालनको गुणगान गाएर, रविको गुणगान गाएर हिँड्थ्यो पोहोर चाहिँ होइन, अनि रवि र बालनको चाहिँ फोटो टक्क टाँसिसकेपछि भ्युज बेसरी आउने। अहिले चाहिँ बालन गुणगान हामीले कसै गएको छैन। बालन र रविको सरकार चलिसकेपछि अलिकति भए पनि त्यहाँ हामीले चाहिँ उहाँलाई विरोध गर्दैन, हाम्रो भिडियो पुग्छ भन्ने खालको माइन्डसेट गरेर तपाईँले भिडियो नकुदाउनु न। भिडियो कुद्नेलाई होइन, पूर्व गृह मन्त्री रामकाज श्रेष्ठले भन्नुभएको छ कि 10,000 लडाकु अब सडकमा आउने बेला भइसक्यो। जनताले भनेको कुरा लिएर आउनु न, मलाई गृहमन्त्रीले भनेको कुरा नल्याउनु न। त्यसो भए 52 लाख मध्येका केही जनताले भनेका छन् सुकुम्बासीले मेरो भोट फिर्ता गर्नु पर्यो यहाँ भनेर भनिरहेका छन्। मैले भनेको सुकुम्बासीले बहुमतको आधार कति हुन्छ, अल्पमतको आधार कति हुन्छ होइन? तपाईँको 55% भन्दा बढीले चाहिँ तपाईँको चाहिँ उहाँहरूले बोल्यो भने त्यसलाई बहुमतको आधारमा मानिन्छ। 45% भयो भने त्यसलाई चाहिँ अल्पमत, त्यो चाहिँ के हो त विरोधको आधारमा। भनेपछि त यहाँ त 5 जना मान्छे गएर रोडमा कराउँदैमा उनले भनेको कुरा सुनिदिनुपर्छ भनेको नि। तर सुकुम्बासीको रुवावस्था सरकारले पार्यो नि, पार्यो होइन? मैले माने क्या तपाईँहरूको कुरालाई मैले त्यो सुकुम्बासीको विरोध गर्नै चाहन्न क्या। हो साँच्चीकै ओरिजिनल सुकुम्बासी जसरी फिल्टर भएर निकालिएको छ त्यो सुकुम्बासीलाई राज्यले व्यवस्थापन गरेर राख्नुपर्छ। ढिलो चाँडो हुन्छ, त्यसमा अलिकति धैर्य धारण गर्नुपर्छ होइन? किनभने यो असार मासको चाहिँ टाइम पनि छ, यतिखेर भेलबाडीहरू आउने छ। हिजो राम्रोसम्म देखेको
ठाउँमा पनि भरे बेलुका पुरा डुबाउन परिरहेको हुन्छ अहिले त पानीको त्यो बाढले गर्दाखेरि त्यो बेलामा पनि केही पत्रकारहरूले चाहिँ गएर त्यही चाहिँ भिडियो खिचिदिने उठाइदिने अनि त्यसपछि पुरै भिडियो कुदाइदिने अनि कुदाएपछि चाहिँ जनता कहाँ देखाए बिचरा जनताले के थाहा तपाईँको मोबाइलभित्र जे देख्छ त्यही हेर्छ उनीहरूले क्या अनि त्यसलाई चाहिँ तपाईँहरूले पनि उल्टो कुरा सोधेर भनिदियो भने उनीहरूले पनि बर्बादै बनाएछ क्या यो चाहिँ मान्छेलाई अलिकति अरे बाबा पत्रकारले कहाँ उल्टो देखायो जे देख्यो त्यही देखाएन हो पानी पसेको सुकुम्बासी बस्ती के उता होल्डिङ सेन्टरमा त्यही देखायो हेर्नुहोस् न यो त्यो त ठिक छ त्यो बेलामा त समय अनुसारको त्यो हुन्छ क्या किनभने अब पानी परेको बेलामा हिउँ खोजेर पनि बस्नु भएन अहिले त होइन अब त्यो बेलामा चाहिँ कस्तो खालको व्यवस्थापन गर्दैछ अब काम गरेको कुराहरू पनि गर्नु न अहिले चाहिँ अब सुकुम्बासीलाई चाहिँ के अरे धनी पूर्जाहरू चाहिँ 100 जनालाई वितरण गर्दैछ अनि यो कुराहरू टाइम टु टाइम गरिराखेको छ भनिसकेपछि गरेको कामलाई चाहिँ फिटिकै नदेख्ने होइन अनि खालि कहाँ बिग्रेको छ कसरी सरकारलाई घुँडा टेकाउने कसरी खुट्टा तान्ने अनि यहाँ चाहिँ हलो अड्काउने गोरु चुट्ने काम क्या त्यो गरेर यति बेला चाहिँ नि बिग ब्रेकिङ न्युज अथवा सुकुम्बासीहरूलाई धेरै नै खुसीको खबर के आएको छ भने बर्दियाबाट 100 जना भन्दा बढीलाई लाल पूर्जा जो पनि सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण काम सुरु भइसकेको छ पश्चिमबाट सुरु भएको छ लाल पूर्जा वितरण गर्ने काम अब काठमाडौँसम्म कहिले आइपुग्ला अथवा काठमाडौँका सुकुम्बासीले के आश गरेर कहिलेसम्म पाउने आश गर्ने अब ल भन्नुहोस् ठ्याक्कै खुसी कुरा आएको छ तर अब यहाँको मान्छेको लागि के हुन्छ अब कहिले हुन्छ अब मैले तपाईँ त सरकारको पार्टीको व्यक्ति हुनुहुन्छ हो अब मैले तपाईँहरूलाई के भने भनेदेखि म पनि त्यत्तिकै बसिरहेको हुँदैन नि त होइन अहिले पसल पनि मैले लगभग छोडेर हिँड्नुपर्ने अवस्था भएको छ भाइहरूलाई जिम्मा दिएर हिँडेको छ कारण के भने हामीले यत्रो सरकार ल्याउनमा यत्रो दिन रात हिँड्यौँ मेहनत गऱ्यौँ लड्यौँ होइन र आज चाहिँ साँच्चीकै हिजो सपनामा सोचेको बालेन शाहलाई प्रधानमन्त्री बन्यो त्यो देख्न पनि पाइयो उहाँले चलाएको अनुभव गरिराखेको छ भने यो सरकारलाई सक्सेस कताबाट हुन्छ कसरी हुन्छ एउटा इँटा थप्ने काम चाहिँ हामीले गरिराखेका छौँ क्या अब हामीले साँच्चीकै म फेरि यसो गर्दाखेरि साँच्चीकै हाम्रो सांसदजीहरू के गरेर बसेको छ उहाँहरूको दिनचर्या कस्तो छ साँच्चीकै उहाँहरू चाहिँ सांसद त भयो तल भत्ता मात्रै खाएर बसिरहेको छ म 2-4 जना सांसदजीहरूसँग चाहिँ बसेर यसो भलोकुसारी पनि गर्छु के भइरहेको छ है जनताको प्रश्न यस्तो विधि छ हामीसँग होइन तपाईँहरू कतै गएर सुतेर त बसिरहनु भएको छैन तपाईँहरू तल भत्ता त पकाइरहेको छैन मलाई भनिदिनुहोस् त भन्दाखेरि उहाँहरूले 1 मिनट पनि हामीलाई फुर्सद छैन हामी घरि केन्द्रमा मिटिङमा जानुपर्छ घरि कहाँ जानुपर्छ घरि कहाँ जानुपर्छ हामी चाहिँ कानुनहरू बनाइराखेका छौँ संशोधन गर्ने कुराहरू बसिरहेका छौँ यस्तो हामीलाई फुर्सद छैन कि अनि किन त जनतालाई केही कुरा ल्याइदिएको छैन बाहिर कमसेकम ल्याइ पनि दिनुपर्छ है भनेर भन्दाखेरि होइन हरेक कुरा चाहिँ हामीले छुटु गर्ने होइन कमसेकम बनिसकेपछि ट्याक्क अगाडि ल्याइदिनु पायो भने त्यो एक किसिमको ब्लास्ट हुन्छ त्यसपछि जनतालाई थाहा हुँदो रहेछ कि यो सरकार के गरेर बसेको रहेछ भन्ने हामी पारिराखेका छौँ भनेपछि त उहाँहरूले त्यो कुरा गर्नु नै मेरो लागि त पोजिटिभको कुरा हो नि भनेको अर्थ के हो भने एकैचोटि उहाँहरूले ब्लास्ट बुम तरिकाले चाहिँ नेपाललाई बनाउने मेकानिजमहरू चाहिँ सेट गरिराखेका छ क्या त्यो चाहिँ अहिले बालनको त्यो ब्लास्ट तरिकाले तपाईँले भनेको शब्दमा विकास गर्ने सूत्र के छ भने के यही हो सूत्र बोल्दै बोल्नु न उहाँ त अनि अब मैले के भनेको छु तपाईँलाई मैले बोल्ने र नबोल्ने भन्ने कुराको चाहिँ टाइम आएपछि हुन्छ भन्नु खोजेको छु है किनभने बोल्ने समय आउँछ समय आएपछि बोल्ने हो क्या बिना काममा बिना अर्थमा बिना काममा बोलेर औचित्य छैन जस्तै तपाईँको चाहिँ हाम्रो केपी बालाई हेर्नुभयो प्रचण्डलाई हेर्नुभयो होइन उहाँहरूलाई हेर्नुभयो भने यो माइक उहाँको हातमा पायो भने 3 घन्टा नन स्टप जान्छ उहाँको क्या त्यो 3 घन्टा नन स्टप चाहिँ बोलेर मात्रै देश बन्द रहेछ त बोल्ने समय नआएको हो र भने हेर्नु त त्यस कारणले बोल्ने समय आउँछ नि बोल्ने समय आएपछि जान्छ आउँछ होइन यार कमसेकम अलिकति उहाँ पनि एउटा काम गर्ने मान्छे चाहिँ काम गर्छु भनेर भित्र टिममा बसिरहेपछि घरिघरि कोट्याउने घरिघरि बोल्न आइज भन्ने घरिघरि बिना काममा बोलिदेऊ भन्ने त्यो काम बेकारमा चाहिँ डिस्टर्ब भइराखेको छ जस्तो मलाई लाग्छ होइन भनेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बोल्नुपर्ने समय आएको होइन त्यसो होइन समय आएको छैन समय आएपछि नबोल्ने काम गर्नुपर्ने बेला बोल्दै नबोलेको कहाँ हो र होइन अस्ति त्यत्रो अधिवेशन भयो अधिवेशनमा त्यत्रो टाइम लिएर उहाँले बोल्नुभयो जनतालाई सोधिरहेको थियो उहाँले म बोलौँ अब पुग्यो भनिरहेछ क्या कतै जनतालाई झड्को त लाग्दैन उहाँले बोलेको कुराले लामो त भएन स्पिच उहाँ आफैले पनि भनिरहेछ बिचरा कि अब भयो होला है योसम्म भनिरहेछ भनेको अर्थ किनभने मैले कुरा गर्दै गर्दाखेरि उतापट्टिको मान्छेले हाई काट्यो भने मेरो कुरा अब डिस्टर्बेन्स छ उसलाई अल्छी लाग्यो भने हामीले बुझ्नुपर्छ क्या त्यस्तो खालको चाहिँ सेन्सिटिभ प्रधानमन्त्री हामीले भेट्न पाइरहेका छौँ भने त्यो 2-4 जना मान्छेलाई चाहिँ बोलिदिनु पर्ने गर्नुपर्ने त्यो बोलेको भिडियो हेरेर बसे भइहाल्यो नि पहिला उहाँलाई बोल्ने नै मनपर्ने हो भने हामीलाई त काम चाहिएको काम चाहिन्छ र साँच्चीकै सबैभन्दा बढी फ्यान
म हिजो चाहिँ बालेन शाहको म फ्यान हुँ होइन भनेको अर्थ मलाई यति धेरै विश्वासिलो पात्र हो बालेन जस्तो प्रधानमन्त्री यो देशको भयो भने यो देशले मोहर चेन्ज गर्छ भनेर मैले भनेको मान्छे हो म विश्वास लिएर बसेको छु बोल्ने समय त मेरो पनि आउँछ नि किनभने म अन्धभक्त होइन म पार्टीको लागि मरे हत्या गर्नु पनि पर्दैन सरकारको लागि मरे हत्या गर्नु पनि पर्दैन किनभने जुन बेला सरकारले गलत काम गर्छ जुन बेला पार्टीले गलत काम गर्छ त्यो बेलामा होसियारी र खबरदारी म दरो तरिकाले उठाउँछु क्या तर भएकै छैन भने अहिले कमसेकम 4 महिनाको बच्चा जस्तो 5 महिनाको बच्चा जस्तो भर्खर तोते बोली बोल्दैछ होइन र हामी 1 वर्षै कुर्नु नसक्ने के हो त हिजो 35 वर्षसम्म चाहिँ कुर्नु हुने 1 वर्ष तपाईँले 100 दिन भन्नुहुन्थ्यो अरे सुरुमा अनि 100 दिनभित्रमा विदेशका गल्ली गल्लीबाट नेपालमा ल्याउँछौँ हामी फिर्ता ल्याउँछौँ फ्री भिजा फ्री टिकट भने होइन तपाईँको सभापतिले अनि खै कहाँ गयो त्यो अहिले 120 दिन भइसक्यो होइन 100 दिनमा के काम गरिरहेको छ म एउटा लिस्ट उतार्छु होइन विदेशबाट कुन चाहिँ देशबाट नेपाली नागरिक फिर्ता ल्याइयो नेपालमा ल मलाई बताउनु तपाईँलाई म एउटा दिनुस् न त्यो हामीलाई लिस्ट उतार्दै गर्छु क्या एउटा लिस्ट उतारिसकेपछि के को लिस्ट हो त्यो के काम गरिरहेको छ 100 दिनमा भनेर क्या अनि एउटा युवा फिर्ता आएको मलाई लिस्ट दिनु न त्यो त तपाईँलाई थाहा छ नि तपाईँले दिनकै चाहिँ इन्टरभ्यू लिएर हिँड्ने मान्छेलाई मैले लिस्ट दिनुपर्छ तपाईँले भनेको छ सरकारले कहाँ भनेको छ 1 2 3 काम के गर्यो त्यो सरकारले सबै कुरा तपाईँलाई चाहिँ आइसकेको छ नि सुकुम्बासी आज 35 वर्षसम्म थलो परेर राखेको कुराहरूको चाहिँ छानबिन गरेर क्लियर गरिदिइसकेको छ कसैले आज चाहिँ हात हाल्नै सकेको थिएन होइन र तपाईँको चाहिँ राज्यमा अब ठेकापट्टाको कुराहरू जहिले पनि तपाईँको के हुन्थ्यो त भन्दा खालि सिनियरलाई मात्रै पर्ने भगोलाई मात्रै पर्ने तपाईँको यस्तो ठेकापट्टाहरू पनि अब बिलोमा पनि नगर्ने हाईमा पनि नगर्ने मिडियममा गर्ने ताकि निर्माण कम्पनीलाई शुद्ध पनि त्यो घाटा नपरोस् भन्ने हिसाबले चाहिँ अगाडि यस्तो यस्तो धेरै कामहरू गरिराखेको छ कुनै दिन म तपाईँलाई एउटा लिस्ट ल्याइदिन्छु 1 2 3 4 भनेर ताकि मेरो विचारले त मैले चाहिँ आफ्नो सरकारको त्यस्तो प्रशंसा गरेको होइन हेर्नुहोस् होइन किनभने साँच्चीकै 35 वर्षमा या हिजोको 6 महिने 9 महिने सरकारहरूले कति गर्यो त्यो चाहिँ 3 महिनामै उहाँहरूले चाहिँ त्यसको डबल टेबल कामहरू गरेर देखाउनु भएको छ होइन अर्को कुरा यति बेला छ नि निकै नै खुसी खबर निकै नै विरोधीहरूको चाहिँ तपाईँको आँखा मतलब बन्द हुने अथवा शिर झुक्ने अथवा विरोधीहरूको बोली बन्द हुने निर्णय के गर्नुभएको छ अथवा के कदम चाल्नु भएको छ बालेन सरकारले भन्दाखेरि चाहिँ 1 रुपैयाँको सिक्कामा नेपालको चुच्चे नक्सा र आकाश भैरवको जुन आकृति त्यहाँ अंकित गरिएको छ तयार भएको छ अब बजारमा आउन लागेको छ तर चुच्चे नक्सा खान लायो बालेन शाहले भनेर धेरैले विरोध गरे के हो खास यो वास्तविकता भने क्या विरोधीहरूलाई मसला नपुग्या हो कि विरोध मात्रै विरोध गर्ने रहेछन् कि के हो खास चुच्चे नक्सा त आखिर समेटियो त होइन यो त सबै कुरा उहाँहरूको दाना पानी सक्यो दाना पानी बन्द भयो हिजो नेताको पछि लाग्दाखेरि घर पनि पालिएको थियो आफ्नो श्रीमतीलाई एक जोर साडी पनि फेर्न सकिएको थियो घरमा के अरे चाहिँ बच्चाको फी पनि तिर्न पाएको थियो सकिएको थियो घर चलिराखेको थियो काम नगरेर नेताको पछि लाग्दाखेरि आज त्यो दिन उहाँहरू सकिया छ त्यो दिन सकेपछि उहाँहरू लगभग कोमामा गएको अवस्था छ कि अब के गरी उपाय आउने त किनभने काम गर्नु त मेहनत गर्नु त एकदमै गाह्रो छ सबैले आफ्नो तरिकाले मेहनत गर्नुपर्ने छ अब बालेन सरकारको चाहिँ सरकारमा त मेहनत नगरेको मान्छे त काम लाग्दैन त्यहाँ होइन भ्रष्टाचारको त त्यहाँ पनि सुन्न चाहँदैन होइन अब यस्तो सरकारमा उहाँहरू टिक्न एकदम गाह्रो छ त्यस कारणले यो सरकारलाई कमजोर बनाएर जसरी हुन्छ यसो कमजोर बनाएर ढाल्न पाएदेखि चाहिँ हाम्रै सरकार हुन्थ्यो हाम्रै केपी बा हुन्थ्यो हाम्रै प्रचण्ड हुन्थ्यो हाम्रै शेरबहादुर हुन्थ्यो फेरि हामी हालिमाली गर्नु पाउँथ्यौँ भन्ने खालको झुन्डले चाहिँ उहाँलाई विरोध गर्ने मात्रै हो होइन भने एउटा सभ्य नागरिक देश परिवर्तन बनोस् यो देश विकसित मुलुक बन्नुपर्छ साँच्चीकै अरू युरोपियन मुलुक अस्ट्रेलिया चाहिँ अमेरिकन मुलुक जस्तो बन्नुपर्छ केही न केही चाहिँ हाम्रो देशले पनि त्यो ढाँचामा जानुपर्छ भन्ने मान्छेले चाहिँ धैर्य गरेको छ धारण गरेको छ उहाँहरू चुप लाग्नु भएको छ यो चाहिँ दाना पानी सिद्धिएको मान्छेहरू मात्रै बुरुक उफ्रेर हिँडे जस्तो लाग्छ मलाई बाँकी त त्यो केही पनि हो जस्तो लाग्दैन मलाई भनेपछि यो सरकारले गरिरहेको काममा तपाईँलाई विश्वास छ आशा अझै पलाएको छ दसैँ तिहार पछि त फेरि रविको पालो हो भन्छन् धेरै विशेषज्ञहरूले रविले आउनै पर्छ भन्छन् फेरि होइन म त्यो कुरामा चाहिँ म अहिले बोल्न पनि चाहन्न हेर्नुहोस् होइन त्यो कुरामा हामी जस्तो एउटा चाहिँ एउटा स्तरमा पुगिसकेको मान्छेले ठाउँमा पुगिसकेको मान्छेले मैले जे पाएँ त्यही आधार कुराहरू तपाईँहरूको मिडियामा मैले बोल्नु मिल्दैन होइन त्यो चाहिँ पार्टीको कुरा होला त्यो चाहिँ नेतृत्वको कुराहरू हो होइन अब उहाँहरूले कसरी खालको चाहिँ उ गर्नुहुन्छ त्यो अनुसार जाने हो होइन
र हामी त बालेन र रवि भन्दा पनि घन्टीको सरकार भनेर भन्छौँ होइन, यो दुवैजना एक हो भनेर भनेका छौँ। अब यो उहाँहरूको सहमतिमा हुने कुरा के हुन्छ त्यो चाहिँ उहाँहरूलाई नै छोडिदिनुपर्छ। अहिले हामीले यो बिचमा आएर यो त्यो भनेर कन्ट्रोभर्सी लाउने कुराहरू गर्दैनौँ हामी। अनि मन्त्रीहरू चाहिँ यति बेला छ नि, 2वटा मन्त्रीहरू चाहिँ एकैसाथ अनुगमनमा हिँड्नु भएको छ होइन, उद्योग मन्त्री र कानुन मन्त्री। उहाँहरूले जहाँ जहाँ जे बोल्नुहुन्छ नि त्यो विवादमा आइहाल्छ कि कानुन बनाउने काम मेरो, बजेट ल्याउने काम अरूको भन्नुहुन्छ उहाँले। अनि बोल्न जान्दैनन् राष्ट्रसभाका मन्त्री सांसदहरू भन्छन् के खास? ठिक छ, जान्नुहुन्न, ट्रेनिङ नपुग्या हो खास? होइन यस्तो छ, त्यो पनि हुनसक्छ होइन। जस्तो मलाई पनि त कपाल पालेको मान्छे, कपाल काट्नु पर्ने, दौरा सुरुवाल ढाका टुपी लाएर हिँड्नु पर्ने भन्छ क्या। यो देखावटीको सरकार होइन, यो काम गर्ने सरकार हो। यो बाहिर खोल जेसुकै होस्, भित्री आत्मा चाहिँ एकदम नेपाल बनाऊ भन्ने हुटुटी भएको सरकार हो। त्यस कारणले उहाँहरूलाई मिठो बोलेर होइन, जहिले पनि फसाउने, अगाडि खोल चाहिँ राम्रो ओढ्ने अनि भित्र चाहिँ खुरापाती टाइपको दिमाग भएको मान्छेले चाहिँ यो देशको जनतालाई जहिले पनि रणभुल्लोमा पारिराखेको थियो होइन। तर हामी चाहिँ के भन्छौँ भने बाहिर गेटअप जस्तो सुकै गरे पनि भित्र चाहिँ हामीले नेपाल आमा भन्ने छ, नेपाल आमालाई हामीले एकदम सिँगारेर राख्नुपर्ने भित्र भगवान् छ हाम्रो। त्यस कारणले हामीले बोल्दाखेरि सत्य र तथ्य बोल्छ, सत्य र तथ्य बोल्दाखेरि अलिकति कडुवा हुन्छ। त्यो कडुवामा चाहिँ के हुन्छ भने अलिकति उहाँहरूलाई तितो लाग्नु सक्छ, तर तितो चाहिँ पछि मिठो हुने कुरा चाहिँ हामी गर्छौँ होइन। त्यस कारणले गर्दा यहाँहरूलाई चाहिँ हाम्रो चाहिँ मन्त्रीज्यूहरूले हो त अब अस्ति खुट्टा हात बाँधिदिन्छु भन्ने कुराहरू एकदमै ट्रोल भएर गयो, दुनियाँ भयो। वास्तवमा त्यो चलन चल्तीको भाषा हो। त्यो अहिले गाउँमा कहीँ केही भयो भने हात बाँधिदिन्छु खुट्टा चलन चल्तीको भाषा बोल्दा हुन्छ यस्तो। तर होइन कहाँ जनता बोल्दाखेरि पक्रा पर्नु भयो हेर्नु त, सुकुम्बासीको एकजना व्यक्ति कसैलाई पनि केही छैन होइन। तर पनि यो चलन चल्तीको भाषा चाहिँ उनीहरूले चाहिँ यसलाई चाहिँ ग्रहण रूपमा, हिजो मान्छेले यहाँ भनिहाल्यो नि, हेर्दा कपडा लगाएको जस्तो देखिन्छ तर यसो हेऱ्यो भने नाङ्गै देखिन्छ त्यो मान्छे के। त्यसरी लुट पराएको देशमा उहाँहरूले त्यो कहिले पनि त्यो कुराको विमति कहिले पनि ल्याएन क्या। भनिसकेपछि यहाँ चाहिँ तपाईँलाई कन्याएर माया गरेर आन्द्रा भुँडी खाने नेता मन पऱ्यो कि एक थप्पड दिएर ल यो चाहिँ राम्रो गरेर यो चाहिँ गर भनेर काममा लगाउने मान्छे, काम देखाउने मान्छे राम्रो लाग्छ त। कहिलेकाहीँ चाहिँ हामीले पनि त्यो कहिले बुवासोच टाइपको हामीलाई नेता चाहिएको छैन, बरु कडा होस्, सत्य होस्, काम गरोस्। तर एउटा कुरा नि, तपाईँहरूले जहिले विरोध गर्नु पुराना नेताहरूलाई, पुराना पार्टीहरूलाई, जसले स्वकीय सचिव आफ्नो भाइ भतिजा राख्थे, स्वकीय सचिवको तलब भत्ता पनि पचाउने काम गर्थे, आसेपासे राखेर खर्चिलो भयो महँगो भयो भन्नुहुन्थ्यो। अहिले स्वकीय सचिवको लागि विभिन्न तपाईँका साथीहरूले अथवा सांसदहरूले चाहिँ आवेदन खोल्नु भएको छ क्या, स्वकीय सचिव आवश्यक पर्यो भनेर। किनकि फेरि तपाईँको पार्टीको सभापतिज्यूले चाहिँ निर्देशन दिइसक्नु भएको छ कि आफन्ती या नातेदार हाल्न पाइँदैन, स्वकीय सचिव राख्न पाइँदैन भनिसकेपछि अहिले राजनाथ पाण्डेल त झन् स्वकीय सचिव आवश्यकता भनेर चाहिँ उहाँले चाहिँ राख्नु भएको छ आफ्नो फेसबुक माध्यमबाट होइन। अब हेर्नु त 884 जनाले स्वकीय सचिव राख्नु पर्यो भने अर्बौँ पैसा खर्च हुन्छ एक वर्षमै, अर्बौँ पैसा। अब मलाई बताउनुहोस् त तपाईँहरूले गर्न खोजेको के हो? नयाँ पार्टीको पुरानी चाल होइन, नयाँ जोगी पनि कान चिरिरहेका भने जस्तो भयो। व्यक्तिगत कुरा हो होइन। जस्तो अनि 1 अर्ब पैसा जान्छ एक वर्षमा, अनि त्यो व्यक्तिगत कुरा पो होइन। होइन मान्छेले कुन खालको स्टेटमेन्ट दिन्छ त्यो फरक कुराबाट आउने होला होइन। तपाईँहरूले भन्नुभयो नि त हिजो। मेरो तर्फबाट भन्नुपर्दा चाहिँ कस्तो हुन्छ भने जस्तो म आफै पनि सिन्धुपाल्चोक 2 नम्बर सर्कलको सांसद उठेको हो नि त। तर सांसद उठ्दै गर्दाखेरि चाहिँ मैले साँच्चीकै जितेको भएदेखि मैले यति धेरै मैले कामहरू पनि गर्नुपर्ने छ होइन, नजिता पनि गर्नु त पर्ने छ। तर कस्तो भने कहिलेकाहीँ म आफैले पनि केही फोनहरू ठेक्नै सक्दिनँ कि कति कामहरू बिर्सेको हुनसक्छु क्या। त्यो बेलामा चाहिँ मैले एकजना नजिकको पात्र राखेँ भने त्यसलाई स्वकीय सचिव भन्दो रहेछ होइन त। त्यो चाहिँ उसले ह्यान्डओभर गरेर उसले सटक मलाई गरिदियो भने त्यो किता गरेर काम गर्नु पनि सजिलो हुन्छ। एउटै कुरा लोडेड लिनु पऱ्यो भने चाहिँ के हुन्छ भने त्यो तपाईँको अर्को कामहरू बिर्सिनु सक्छ, कामहरू भार धेर भएर जानु नसक्नुहुन्छ। तर त्यो चाहिँ राज्यले नै त्यो उसैलाई चाहिँ तलब दिएर राख्नुपर्छ भन्ने कुरा त मलाई पनि कता गलत त लाग्छ होइन। किनभने आफ्नो स्वत स्फूर्त क्या। अब साँच्चीकै एउटा सांसदको तलब भत्ता कति छ त? त्यस मध्येको 20,000 रुपियाँ कटाएर हुन्छ, कति कटाएर दिएर उसले 60,000 छ अहिले स्वकीय सचिवलाई। हेर्नु त महँगो भएन भने तपाईँहरू विरोध गर्ने कि नगर्ने? अब पार्टीभित्र त्यो चाहिँ म छलफल गरिसकेपछि कुरा निकाल्छु। होइन भने के गाली खाइन्छ भनेर? गाली खाइन्छ होइन होइन। अब त्यो धारै भएको कुरालाई उनीहरूले के निर्णय गरेको छ त्यो होइन, मैले के भनेर भन्ने त त्यो कुरा हो कि होइन? त्यो कुरा त मेरो पनि त प्रश्न हुनु पऱ्यो नि त होइन। भनेपछि त पार्टीमा लागिसकेपछि चाहिँ के हुन्छ भने एउटा क्राइटेरिया चाहिँ हुन्छ क्या। तर जे भए पनि नि भित्र बसेर मैले चाहिँ गर्नुपर्छ क्या कुराकानी। तर नि तपाईँ जस्तै सडकबाट आउनु भएको नेता, सडकबाट सांसद हुनुभएको नेता ज्ञानेन्द्र साईले रासपाको सभापतिको, गृहमन्त्रीको, प्रधानमन्त्रीको धोती खुस्काइदिनु भयो, खुस्काइदिनु भयो, तपाईँहरू नाङ्गिनु भयो है?
त्यही होइन लास्ट रिस उठ्ने कुरा हुन्छ कि यो चाहिँ होइन कसम चाहिँ त्यही त धोती खुसी दिनुभयो जापान पुगेर खै के खानुभयो मध्यरातमा होइन के भन्यो भने तातो पानीले घर डढ्छ डर्दैन भनेर कोही मान्छे मर्छ मर्दैन हो एउटा अब त्यो म त के भन्छु उहाँ एउटा माननीय पनि हो सांसद पनि हो होइन तर मैले चाहिँ बौला भन्छु क्या बौला अँ ज्ञानेन्द्र शाहलाई बौला भन्ने तपाईँले यस्तो खालको स्टेटमेन्ट उहाँले दियो उहाँलाई के अधिकार छ 52 लाख जनतालाई एउटै बोराभित्र हाल्ने आज 52 लाख जनतालाई उहाँले अपमान गरेको हो कि होइन छोडिदिनुहोस् ठगको सन्तान ठगको मतियार भनेर कसलाई भन्यो 52 लाख जनतालाई भन्यो ओ होइन 52 लाख घन्टीमा भोट हाल्ने जनतालाई भन्यो कि उहाँले स्पष्ट छ कुरा होइन भनेपछि खराने ग्याङ टिओबीको नाइके नाइके होइन अनि आफू त्यो ठाउँमा पुगेर आफू सिँगै जम्मा काटाकुटुक एक सिट लिएर आएको छ लाज हुनुपर्छ कि पर्दैन होइन एक सिट ल्याउने मान्छेले आज त्यस्तो खालको स्टेटमेन्ट दिँदाखेरि साँच्चीकै मैले त के भनेको छु भने यो साँडे चाहिँ असलमा छोडिदियो बौला आयो भने त्यो साँडेको नियन्त्रण गर्नुपर्छ भनेर भनेको छु मैले त्यही बौलाएको साँडे हो ज्ञानेन्द्र शाही त्यही बौलाएको साँडे जस्तो भएर हिजो जुन खालको स्टेटमेन्ट दिएछ उहाँलाई तुरुन्तै जातिले नियन्त्रण गरेन भने उहाँ त्योभन्दा अझ अराजक हुनसक्छ क्या त्यस कारणले बोल्न सबैलाई आउँछ अहिलेको चाहिँ अवस्थामा सबैजना बोलेर पनि आएको होला काम गरेर पनि आएको होला तर जे पाए त्यही बोल्ने छुट उहाँलाई छ त मेरो आपत्तिको कुरा त्यही हो तर वर्षौँ सालदेखि पुरै उकुस भएको सत्य आज मैले पोखेँ नखाएको रक्सी लाग्यो मलाई भन्नुभएको छ क्या अनि यता रवि लामिछानेलाई नखुमा चाहिँ भेट्ने उहाँले अनि यता आएर ठोक्ने फेरि के पारा उहाँको होइन ताल के उहाँको यो चाहिँ यसो हेऱ्यो भने अहिले यसो केपी बाह्र प्रचण्डको पनि चरित्र त्यस्तै देखिन्छ नि त हिजो पानी बाराबार गरेर बसेको मान्छे हिजो सबै सक्यो आज तिम्रो मेरो नाता छैन तिमी जतिको घटिया मान्छे दुनियाँमा काहीँ रहन्छ यो डाइरेक्ट केपीले पनि भन्थ्यो त्यही डाइरेक्ट चाहिँ प्रचण्डले पनि भन्थ्यो क्या यस्ता मान्छेको त अनुहार पनि हेर्न नपर्छ भन्ने मान्छे आज फेरि यसो गर्नु जाँदैछ लाज हुँदैन हिजो एउटै पार्टी बनाएको होइन नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले भनेर बनाएको थियो नि उहाँले त्यो कुरा छोड्नु न ज्ञानेन्द्र शाहीले तपाईँलाई त कमसेकम ओ त यही क्याटेगोरीको मान्छे रहेछ क्या त्यो ज्ञानेन्द्र शाही पनि उसलाई भयो सबै कुरा ठिक छ जय रवि भनेर खुट्टा रवि ढोक्नु जाने यता बालेन त त्यो खालको मान्छे होइन उसलाई त्यो आउनुपर्छ भन्ने पनि छ नि ज्ञानेन्द्र शाही जस्तो मेरो छेउमा पनि त्यो 22 गरिदिन्छ बालेनले त सिधै एक दिन हुन्छ होइन बालेनले त मान्छे भन्दैन कसम चाहिँ भने त्यस्ता मान्छे उसले पहिल्यै चिन्छ बालेनले चाहिँ होइन तर रवि दाई चाहिँ अलि लचकता अप्नाउनुहुन्छ होइन र उहाँ जति अलि नरम पनि हुनुहुन्छ त्यस कारणले गर्दा उहाँले गाली गलोज गर्नुहुन्न रवि दाईले चाहिँ त्यस कारणले त्यस्तो ठाउँमा चाहिँ अलिकति यसो औँलो छिराइहाल्ने यसो बसिहाल्ने पाइहाल्छ कि भन्ने टाइपको त्यो ज्ञानेन्द्र शाही हो नि त चुनाव अगाडि चाहिँ रविलाई भेटेर जनताको भोट पाउनलाई रविलाई भेट्ने अनि रविलाई फेरि ठुङ्ग्नेपछि आएर के चाला के माला कि रविकै गन्ध आएको हो त होइन यो त लौ खोला तर्यो लौरो बिर्स्यो क्या खोला तर्यो लौरो बिर्स्यो आज मैले पाएँ 5 वर्षको लागि एक माघको जाडोले कहिले पनि जाडो जाँदैन क्या अर्को माघ फेरि पनि आउँछ क्या त्यस कारणले उनले गरेको कुरा के हो भने ज्ञानेन्द्र शाही जस्तो पनि हिजो राष्ट्रिय स्वतन्त्र पार्टी राम्रो भनिदिएको थियो हिजो चाहिँ महावीर पुन दाइलाई राम्रो भनेको थियो त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ सिटै त्यहाँ उ गरेन होइन मतलब चाहिँ अर्को क्यान्डिडेटै हालेन त्यहाँ भन्दै गर्दाखेरि ज्ञानेन्द्र शाहीकोमा त हुन्थ्यो त 421 आएको थियो हजुरको विनिता कठायत बहिनी हो 421 मा रोक्दै हाल्थ्यो तपाईँहरूलाई लगभग अब त्यहाँ उठ्न चाहिँ तर पनि त्यस्तो नेगेटिभ तरिकाले चाहिँ ज्ञानेन्द्र शाहीलाई भनेको थिएन नि त होइन र ठिकै छ यो मान्छे पनि ठिकै होला भन्ने हिसाबले जनता त्यति रुष्ट पनि थिएन क्या तर अहिले चाहिँ तपाईँको जुम्लाको जनता चाहिँ कस्तो भयो भने एक पाराले गयो क्या अब जुन ज्ञानेन्द्र शाहीको यो स्टेटमेन्टहरूले जुम्लाको जनतालाई चाहिँ धोका चाहिँ नहोस् भन्न चाहन्छु क्या म यो त सरकारले धोका चाहिँ दिँदैन किनभने ज्ञानेन्द्रको घरखेत बेचेर चाहिँ जुम्ला विकास गर्ने होइन जुम्ला विकास गर्ने भनेको राष्ट्रिय स्वतन्त्र पार्टीले विकास गर्ने हो क्या तर उसले चाहिँ क्रेडिट पाउने होइन अब ज्ञानेन्द्रले क्रेडिट पाउने होइन क्या राष्ट्रिय स्वतन्त्र पार्टीले कहाँ बनेको जुम्ला त्यसको क्रेडिट राष्ट्रिय स्वतन्त्र पार्टीले नै लिन्छ पछि भनेको काम गर्नु न क्रेडिट स्वतन्त्र पार्टीले अनि मुख बजाएर खाएको ज्ञानेन्द्र शाहीलाई भोलि हेर्नुहोस् न भोलि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा 5 वर्षपछि जुम्लामा फेरि ती बहिनी विनिता कठायत उठ्नुहोस् अत्याधिक मतले चाहिँ विनिता कठायतले जित्नुपर्छ ज्ञानेन्द्र शाहीको चाहिँ साँच्चीकै त्यो 475 मत मात्रै आउनुपर्छ बल्ल काम गर्ने बेला आएको छ नि त त्यस कारणले कामले दिनुपर्छ हामीले कसैलाई होच्याउने कसैलाई फच्याउने होइन सहकारी ठगेर आएको होइन
वडा अध्यक्ष जितेर आऊ दम छ भने हामी त जनताबाट निर्वाचित भएर आएको हो, रापरपाको बिउ जोगाएको हो भन्नुहुन्छ उहाँ। अनि उहाँले भने भइगयो नि त त्यो 52 लाख भोट चाहिँ कसले लिएर हालेर रहेछ त? 52 लाख चाहिँ कसले हालेर रहेछ? त्यो सबै फेक हो त? त्यसो भए ज्ञानेन्द्र साईले भनेको अनुसार 52 लाख सब फेक हो त? तर वडा जितेर अपमानित गर्न मिल्छ त? उसले जाबो एउटा सिङ्गै एक सिट जितेर आउने अनि उसले त्यत्रो अपमानित हिसाबले बोल्न पाइन्छ? उसलाई बोल्न छुट भयो भने जे पनि बोलिदिन मिल्छ? उसले 1 to 1 म बहस गर्छु नि त। उसको व्यक्तिगत हिसाबले रिस छ भने व्यक्तिगतलाई पोखाओस् न त। तपाईँलाई के लाग्छ उहाँहरूले बिहा गर्नुभएको छ छैन होला? एकजना युवती त्यो उहाँको कुरा नकाट्नु, त्यो म त्यो उहाँको त्यो थाङ्ने पर्सनालिटी जान्दिनँ म। त्यो उसले बिहे गरोस्, उसको 5 बच्चा होस्, 4 श्रीमती होस्, मलाई त्यसो सांसद हो नि त उहाँ त। अनि छोडिदिनु सांसद, तपाईँ हामी सबैको म पनि सांसदै हुँ। 14,020 मत ल्याएको सांसद हो। त्यो प्रचण्डले 10,000 सांसद ल्याएर मतले जित्या होला। कति सांसदहरू 6,000 मतले ल्याएर जित्ने सांसद पनि छ। म त 14,020 मत आएको सांसद हो। म सम्भवतः सबैभन्दा जित मात्रै हासिल नगरे हो त्यसमा। सबभन्दा तपाईँ प्रचण्डभन्दा बढी ल्याउनु भयो। म प्रचण्डले भन्दा धेरै बढी लिएर आएको हो नि। यहाँ कति भोट 7,000 8,000ले पनि जितेको छैन यहाँ सांसदहरू। म त 14,020 मत ल्याएर आएको सांसद हो। हैसियत बराबर हो सबैको क्या। तर कस्तो खालको स्टेटमेन्ट दिने हो? एउटा सांसद र एउटा माननीय लेभलको मान्छेले बोल्ने कुराहरू चाहिँ के हो त भन्ने कुरा हो क्या। उसले आफ्नो रूप देखाएर जहाँबाट स्टार्ट भएको त्यही ठाउँमा पुर्यायो। आज उसले बोल्दा 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 उसको कोट धोती सबै खोजियो आज। अब कुन चाहिँ नेपालीले चाहिँ नागरिकले उसलाई अब सम्मान गर्छ? हिजो ज्ञानेन्द्र साईको दर्जा के थियो, अब के हो? साँच्चीकै क्या। अब मुख देखाएर हिँड्नु पनि लाज हुनुपर्ने हो उसलाई त। खासमा ज्ञानेन्द्र साईलाई लाज हुनु पर्दैन? यत्रो नेपालको अपमान कस्तो कस्तो बुढाबाहरूले चाहिँ हामीलाई उ गरेछ। मतलब चाहिँ के हेरेर बसेको छ? यस्तो यस्तो मान्छेले चाहिँ स्टेटमेन्ट दिइराख्दाखेरि साँच्चीकै हामी ठग हौँ त? हामी टिओबी ग्याङ हौँ त? हामी खरानी ग्याङ हौँ त? हो रहेछ भने एक प्रमाण प्रुफ लिएर आउनुहोस् न। हेर्नु त सुदेन गुरुङलाई टिओबीको नाइके अरे। 70-78 जना चाहिँ राज्यको लागि राष्ट्रको लागि यत्रो बलिदान दिएको युथहरू त्यो एमालेको थियो, काङ्ग्रेसको थियो। अनि प्रमाणित गर्न सक्नुहुन्छ भने ज्ञानेन्द्र साईले टिओबीको नाइके भन्नुभयो त? हो, प्रमाण छ उहाँसँग? तपाईँहरू माग्नुहोस् न प्रमाण। मैले भन्दैछु प्रमाण सहित ल्याउनु पर्यो उहाँले। मसँग टेबल टक गर्नुहोस् उहाँले। किनभने हामी कुनै पनि चाहिँ रोटी सेकेर राजनीतिमा आएको मान्छे होइन, कसैको पछि भएर आएको मान्छे। तर पानी बेचेर आउनु भयो नि त गृहमन्त्री सुदेन गुरुङ त भन्नुभयो क्या उहाँले। हामी भाइरल भएर पनि आएको होइन। म भाइरल कहाँबाट भएको भन्नुहुन्छ भने न्यु रोडबाट 10,000 मान्छे बालेनलाई लखड्न जाँदाखेरि एक्लैले प्रतिकार गरेर आएको, त्यसरी भाइरल बहादुर देखाएर आएको मान्छे हो। मर्न मार्न नडराइकन आएको मान्छे, त्यसरी भाइरल भएको, त्यसरी खिचेको तपाईँहरूले मेरो के भिडियो। त्यस कारणले त्यो भिडियो लाखौँ जनताले हेरे हो क्या। भाइरल हुनु पनि त्यसरी आउनुहोस् न। पटे बजाउने, तपाईँको चाहिँ नौटङ्गी चटक देखाउने, अनि त्यसपछि जे पाए त्यही बोल्ने, त्यो भाइरल भएर आएको मान्छे हो अजय श्रेष्ठ। त्यसरी हुन्थ्यो भने हिजो त्यस्ता भाइरल भएको मान्छे कहाँ पुगेको थियो? मलाई जान्दोस्, तिमीलाई जान्दोस्। आज तिनीहरूको स्तर कहाँ छ? उहाँहरूले कहाँ छ अहिले हिजो भाइरल हुने मान्छेहरू? म कहाँ छु? म एउटा पार्टीको टिकट लिएर सांसद केन्द्रीय सदस्य लडेर यहाँ आएर बसिराखेको छु भनेपछि भाइरलको अर्थ फरक छ क्या। तपाईँको लोकप्रियता र भाइरल भन्ने कुरा फरक छ क्या। त्यस कारणले मलाई भाइरलको विश्वास लाग्दैन। जुन हिसाबले खालि बोलेरै मात्रै त्यस्तो बोलेर कामको बेलामा आयो भनेपछि बोली त कति दिन पत्याउने मान्छेले, त्यसपछि त जनताले त पछाड्छ। त्यो खालको भाइरल मलाई चाहिएन। यति बेला छ नि हर्क साम्माले के भन्नुभएको छ भन्दाखेरि 3वटा स्ट्याटस मैले के लेखेको थिएँ, चुच्चे नक्सा सहित सिक्का आयो, मेरो स्ट्याटसले दम छ है, मैले बोल्या पुरा भयो भन्नुहुन्छ। क्रेडिट लिनुभएको छ उहाँले। अनि हर्क साम्माले बोलेरै कि प्रधानमन्त्रीले यसो गर्नुभएको होला त? सबैभन्दा त म आफ्नो दिमागलाई खराब गर्न चाहदैन थिएँ होइन। किनभने हर्क साम्माजीलाई मैले पहिल्यै ब्लक गरेँ भनेपछि यो तपाईँको योभन्दा 2-3 महिना अगाडिको इन्टरभ्यू पनि भनिसकेको थिएँ मैले। 2 महिना तपाईँले ब्लक गर्नुभएको छ उहिले। तर विषय त आइरहन्छ नि यता आइरहन्छ। तपाईँले भनेपछि मैले विषय थाहा पाउने हो। किनभने म फ्रेस मान्छे हो क्या। म देश बनाउनलाई यति व्यस्त छु क्या। म साँच्चीकै म सरकारलाई एउटा इँटा थपिदिनुमा म सहयोग गरेर हिँडिरहेको मान्छे। हर्कको चाहिँ स्ट्याटस के लेखेको छ, ज्ञानेन्द्रले के भनेको छ, त्यतातिर कुद्ने भयो भने त मेरो दिन गयो, खत्तम। नेपाली जनताले भोलिपर्सि हामीलाई भाटा हान्छ। त्यस कारणले हर्कज्यूले त्यसरी लेख्नु, उहाँलाई मैले मान्छे गनिदिएको भएदेखि, उहाँ खतरै नेता भइदिएको भए मैले किन ब्लक गर्नु पर्थ्यो भने के उहाँको स्ट्याटसले मलाई एकदम डिस्टर्ब हानेको भएको भएर मैले ब्लक गरिदियो। भनेपछि नजाने गाउँको बाटै नसोध्नु क्या, नजाने गाउँको बाटै नसोध्नु क्या। जब त्यो गाउँमा तपाईँले जानु नै छैन भने तपाईँको त्यो बाटो कहाँ हो भनेर किन सोधिरहनु? हर्कको विषय त बोल्दैन बोल्ने मलाई बोल्नु पर्ने टाइममा राष्ट्रिय इस्यु आयो भने म बोलाउन फरक कुरा होइन। तर अहिले उहाँले त्यो केटाकेटी कुरा, त्यो सिँगाने केटाकेटी कुराले गरेर त्यो गर्ने हुन्छ, लाज हुँदैन अलिकति? त्यत्रो स्तरको नेता, अध्यक्ष जस्तो मान्छे, पार्टी अध्यक्ष जस्तो मान्छे होइन, र उहाँले मैले हटाएर राखेपछि त्यस्तो खालको चाहिँ अध्ययन हो उहाँको? राजनीतिक कुरा त्यो हो? मैले भनेपछि गरेर कस्तो केटाकेटी या त्यो चक्लेट देखाएको जस्तो कुरा गर्ने क्या।
राज्य कहाँ पुगिसकेको छ, राज्य कस्तो अवस्थामा पुगिसकेको छ। आजसँगको मेयर आज विश्वको चर्चित प्रधानमन्त्री भइसकेको छ। म त नेपालको मात्रै चर्चित प्रधानमन्त्री होइन नि, देख्नु भएन त्यहाँ इन्डिया जुरुकै उचालेको त्यहाँ हमको भी चाहिए नेपाल जैसे भनेर देखेन त्यहाँ। त्यत्रो त्यो इन्डियाको पपुलेसन हेर्नुहोस् त, त्यो अरबभन्दा माथिको चाहिँ पपुलेसन छ। जुरुक्कै तपाईँको अस्तिको आन्दोलनले कहाँ पुर्यायो इन्डियालाई झन्डै थट 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 कामेको छैन। कसो कारणले? बालेन रविको कारणले होइन, हमको भी बालेन रवि जैसा नेता चाहिए भनिसक्यो थियो इन्डियाले। आन्दोलन त्यत्रो नेपाल बना देंगे नेपाल जैसे चाहिए हमको, नेपाल बनाइन्छ भनिसक्यो भनिसक्यो, त्यत्रो भनिसक्यो। अनि प्रधानमन्त्री हाम्रो बालेन चाहिँ नेपालमा मात्रै चर्चित हो, विश्वमा चर्चित भइसकेको छ क्या। भनेपछि अनि उहाँ चाहिँ चक्लेट खुवाउने जस्तो कुरा गरेर चुचे नक्सा मैले राख भनेपछि राख्यो। मैले केटा यो कुराले हो सकिने क्या मान्छे। यस्ता तथ्यमा राम्रो राम्रो गरेर आज बालेनको स्टाटसलाई लाखौँ करोडौँ मान्छेले कुरेर बसिरहेको हुन्छ। हर्क सम्बन्ध स्टाटस आगे थुक्छन् मान्छेले, थुक्छन् है। अनि थुक्छन् नि। अब किनभने तपाईँको चाहिँ त्यहाँ 50,000 लाइक, त्यो त सपनामा होला, 30,000 जति लागिरहेको थियो मैले एउटा चाहिँ कि 30,000मा पनि 31,000 चाहिँ उसलाई ठोकिरहेको थियो क्या त्यहाँ गाली हाहा रियाक्ट। के मजा थियो अनि के मजा? अनि भ्युज हेरेर बस्ने, लाइक हेरेर बस्ने। लाइक त ठिक छ 30,000 थियो, 31,000 कमेन्ट पनि लाइक ठिक थियो क्या, भित्र छिरिन नसक्नु छ त्यो कमेन्टमा क्या। अनि त्यस्तो खालको स्टेटमेन्ट देखाएर दिएर हुन्छ त? अनि अर्कोले मान्छ भने क्या त्यसो भए पतनको बाटो हो, यतातिर नजाउँ न। त्यसो भए अन्तिममा नि ओली र प्रचण्डको जुन एकता विभिन्न ठाउँमा के प्रदेशमा एकता भइरहेछ नि, यो चाहिँ खासमा स्वर्ग र नर्गमा अथवा स्वर्ग जाने बेलामा अथवा बुढेसकालमा यो बाहरूको एकताले के पार लाग्ला? स्वर्ग जाने ठाउँ चाहिँ उहाँले कहाँ के गर्नु भएको छ कि उहाँहरूको त सिधै नर्ग जाने बाटोसँगै जाउँ भन्ने बनायो उहाँले। नर्ग बाहेक उहाँलाई ठाउँ छैन, स्वर्गमा ठाउँ छैन। के गरेर गएको छ? सबैले नर्गमा पुर्याएको छ, उनीहरूले तानेर खुट्टासँग त तानेर नर्गमा लान्छ नि। तिमीहरूले हामीलाई चाहिँ नर्गमा पठाउनु, तिमीहरू त स्वर्गमा बस्नु पाइन्छ यहाँ, मौज मस्ती गर्नु, अझ लाज हुँदैन। यहाँ पनि घोटाला, स्वर्गमा पनि घोटाला, नर्गमा पनि घोटाला भनेर खुट्टा समातेर दुवैजनालाई तल ल्याएर पछार्छ, नर्गमै पछार्छ। भनेपछि नर्गको बाटो हो त्यसो भए। नर्गको बाटो स्वर्ग त कहाँ जाने बनाएको छ र भन्यो भने स्वर्गमा जानेलाई त आज के काम गर्नु भएको छ उहाँले स्वर्गमा जाने क्या? स्वर्गमा उहाँले जाने बाटो भए न बालेन जन्मिन्थ्यो, न अजय जन्मिन्थ्यो, न रवि जन्मिन्थ्यो, न दुनियाँ जन्मिन्थ्यो भने यहाँ उहाँले नै स्वर्ग जस्तो बनाएर राखिहाल्थ्यो नि। आनन्दसँग हाम्रो आउनु पर्थेन भने क्या। हेर्नु त त्यहाँ मोबाइल बेच्न छोडेर अलपत्र यहाँ तपाईँसँग मैले इन्टरभ्यू दिएर बस्नु परेको कारण के त? मजबुरी छ नि त मलाई पनि। जिम्मा आइसकेको छ, देश बनाउने किताबमा लागिसकेको छ, 2/3 सरकार आइसकेको छ। अब के सरकार मात्रै हेरेर हात खुम्च्याएर बस्ने त होइन होला नि त। अब यो सरकारलाई साथ दिनु पर्दैन। त्यसकारण सबै जनतालाई मैले भन्छु के, यो नेपाल भन्ने चिज बन्यो भने चाहिँ यहाँ ल्याएर न इन्डियन राख्छौँ, न पाकिस्तानी राख्ने, न चाइनिज राख्ने, हामीले बस्ने नेपाली होइन भने क्या। यो एमाले, काङ्ग्रेस, माओवादी सबै नेपाली बस्ने होइन। अनि भोलि यो राम्रो नेपाल बन्दी भने चाहिँ अनि उहाँहरू आफू आएर बस्नेमा चाहिँ अनि भत्काउँदै हिँड्दैछ। अनि लाज हुनु पर्दैन यिनीहरूले भनेको क्या, के भत्काउँदै हिँडेको त भने क्या। घर बनाइराखेको छ, राम्रो घर बनाउँछु भनेर जगको टिपिसी सबै तयार भइसकेको छ। एउटा इँटा बोक्देऊ न, थप्देऊ न, कसले के कामहरू छ गरिदेऊ न। अनि चटक्कै नेपाल बनाएपछि बस्ने हामी नै होइन भने क्या। अनि के को विरोध भने क्या? पार्टी भनेको त हिजोसम्म मात्रै हो, चुनावको अघिल्लो दिन मात्रै हो। अहिले के सिंहदरबारमा तपाईँ काम मन्त्रालयमा काम गर्दाखेरि तपाईँलाई के कुन पार्टी भनेर सोध्छ त्यहाँ? कसैले सोध्दैन तपाईँले। नेताहरूलाई चाहिँ सोध्छ भएको कुरा। नेताहरू चाहिँ म आफै पनि बडीगार्ड छु त्यहाँ। हिजो पछि धुपौरे भएर बसेको थियो नि कार्यकर्ताहरू, तिनीहरू त्यहाँ छिर्यो भने चाहिँ मलाई टेन्सन लाग्छ। यिनीहरू फेरि के स्वार्थ बोकेर आएको छ? कतै हाम्रो मन्त्रीले छिनेर भने यिनले के स्वार्थको रूपमा फेरि आफ्नो लुट्ने त होइन भन्ने जस्तो लाग्छ। तिनीहरू चाहिँ बडीगार्डै बस्नुपर्छ। तर आम जनताहरूलाई चाहिँ हामीले तपाईँ एमालेको हो कि काङ्ग्रेसको हो कि माओवादी हो कि कोही पनि भन्दैन। तपाईँ नेपालको छोरा हो, तपाईँलाई पीर, तपाईँलाई टेन्सन, तपाईँलाई के समस्या पर्यो र तपाईँको समस्या यो मन्त्रालयमा छ, यो मन्त्रालयमा गर्नुहोस् भनेर जान्छ। भनिसकेपछि हामी चाहिँ बिल्कुल यो देशको अभिभावक भएर हिँड्दैछौँ। तर त्यही 4-5 जना यसो हुन्छ नि, यो भरौटेहरू भन्ने लामखुट्टे उडुसुपियाहरू क्या। एउटा दरबार जस्तो ठाउँमा पनि लामखुट्टेले दुःख दिएको हुन्छ नि, त्यो चाहिँ जस्तै ठाउँमा पनि आइरहेको हुन्छ। त्यसको धुप बाल्ने हो, उडुसुपियाको औषधि